यसै एक्जाम आउन अब 5 महिना मात्र बाँकी छ। अहिलेको यस समयमा स्टुडेन्ट्सहरु प्रेसर फिल गरिरहेका छन्। फेलियर है तू, फेलियर। ऐसी कोई मशीन ही नहीं बनी जो यहाँ का प्रेशर नाप सके। अरे हंसेंगे लोग। उनीहरुको माइन्डमा एउटा मात्र क्वेशन छ, क्यान आई स्टिल गेट 4 GPA? द एन्सर इज यस यु क्यान। यदि तपाई आज स्टार्ट गर्नुभयो भने 5 महिना भनेको मोर देन इनफ टाइम हो तपाईको ड्रिमलाई रियालिटीमा कन्भर्ट गर्नको लागि। तर यसको लागि तपाईले स्मार्ट स्टडी गर्नुपर्छ। हेलो एभ्रीवन, I am Santosh and in today's video I will give you a complete 5-month strategy tips that will help you to get 4 GPA in SE examination. Let's start the video. Chapter 1, the reality check. धेरै जसो स्टुडेन्ट्सहरु पेनिक फिल गरिरहेका छन् अहिलेको यो स्टेजमा। दे थिंक इट्स टू लेट, बट थिंक अबाउट इट। 5 महिना भनेको 150 दिन हो र यदि तपाई दिनको 3 घण्टा पढ्नुभयो भने 150 दिनमा 450 घण्टा पढ्नुहुन्छ। You don't need to study all the day. You need to study the right way. र यही कुरा आजको हामी यस भिडियोमा राम्ररी रूपमा सिक्ने छौं। Chapter 2, the 3 pillars of 4 GPA. Number 1, डिसिप्लिन। तपाईले एउटा स्टडी रुटिन बनाउनुस् र त्यस रुटिनलाई डेली फलो गर्नुस्। Number 2, स्मार्ट स्ट्र्याटेजी। जति पनि इम्पोर्टेन्ट च्याप्टर्सहरु छन् ती च्याप्टर्सहरुलाई राम्ररी बुझ्नुहोस् र पास्ट इयरका क्वेशनहरु सल्भ गर्नुहोस् र त्यो कन्सेप्टलाई एकदमै राम्ररी क्लियरिफाई गर्नुहोस्। र नम्बर 3, कन्सिस्टेन्सी। तपाईले एक दिन पनि मिस गर्नु भएन, चाहे दिनको 2 घण्टा किन नहोस्, डेली पढ्ने। च्याप्टर 3, द 5 मन्थ स्ट्र्याटेजी। मन्थ 1, जसलाई हामी फाउन्डेसन मन्थ भन्छौं। र यो महिनामा तपाईले सबै सब्जेक्टको सबै च्याप्टरलाई कभर गर्ने र सबै च्याप्टर्स कभर गर्नको लागि थुप्रै अनलाइन मेटेरियलहरु अवेलेबल छन् युट्युबमा अथवा अन्य प्लेटफर्ममा। र सबै टपिक्सहरुलाई क्लियरली बुझ्ने, सर्ट नोट्सहरु बनाउने, फर्मुलाहरु लेख्ने र कुनै पनि टपिक्सलाई समराइज गर्ने। मन्थ 2, कन्सेप्ट रिभिजन। यो महिनामा हामीले सबै इम्पोर्टेन्ट टपिक्सहरुलाई रिभाइज गर्ने, न्युमेरिकल्सहरु प्र्याक्टिस गर्ने र आफ्नो डाउट्सहरु क्लियर गर्ने र विभिन्न मोडल क्वेशन्सहरु सोल्भ गर्ने र च्याप्टर्सका पछाडी जुन रहेका एक्सरसाइजहरु छन् त्यसलाई राम्ररी सोल्भ गर्ने। मन्थ 3, प्र्याक्टिस मन्थ। यो तपाईको प्र्याक्टिस र प्रब्लम सोल्भिङ फेज हो र यसमा तपाईले जति पनि प्रिभियस इयर्स क्वेशन्सहरु छन् त्यसलाई सोल्भ गर्ने र नआएका क्वेशन्सहरुलाई मार्क गर्ने र तपाईको वीक एरिया कहाँ छ त्यसलाई फोकस गर्ने र त्यो डाउटलाई क्लियर गर्ने। मन्थ 4, मक टेस्ट मन्थ। यो समय भनेको तपाईले आफूलाई टेस्ट गर्ने समय हो। यस समयमा तपाईले हरेक हप्ता टेस्ट दिने र त्यो टेस्टलाई समयमा पूरा गर्ने र आफ्नो अक्षर सुधार गर्ने र आफ्नो गल्ती कहाँ भइराछ त्यो गल्तीलाई आफै चेक गर्ने र त्यसलाई सुधार गर्ने। र यो समय भनेको तपाईलाई रियल एक्जाम प्रेसरलाई ह्यान्डल गर्नको लागि ब्रेनलाई तयार पार्ने समय हो। मन्थ 5, फाइनल पुश। लास्ट मन्थ भनेको प्योर रिभिजनको समय हो। यस समयमा तपाईले आफ्नो नोट्सहरुलाई रिभाइज गर्ने, फर्मुला रिभाइज गर्ने र ग्रामरका रुल्सहरुलाई डेली रिभाइज गर्ने र मोस्ट इम्पोर्टेन्ट वान। र लास्ट मन्थमा तपाईले राम्ररी सुत्ने, हेल्दी खाने र आफ्नो कन्फिडेन्सलाई हाई राख्ने। यदि यो समयमा तपाई यदि बिरामी पढ्नुभयो भने तपाईको एक्जामलाई डाइरेक्टली यसले अफेक्ट गर्नेछ। त्यसैले हेल्दी खाने, टाइममा सुत्ने, टाइममा उठ्ने र आफ्नो हेल्थलाई एकदमै ख्याल राख्ने र आफ्नो कन्फिडेन्सलाई मेन्टेन गरिराख्ने, हाई गरिराख्ने। च्याप्टर 5, माइन्डसेट। अलवेज रिमेम्बर, यसले डजन्ट डिसाइड योर फ्युचर बट इट क्यान सेप इट। तपाईले पर्फेक्ट हुनु आवश्यकता छैन, तपाईलाई डेली केही न केही कुरामा सुधार गर्नु आवश्यकता छ। 5 मन्थको कन्सिस्टेन्ट इफोर्टले तपाईलाई लाइफ टाइम प्राइड दिन्छ। तिमी क्यापेबल छौ, स्मार्ट छौ र स्ट्रङ्गर छौ, तिमीले गर्न सक्छौ। सो आजबाट स्टार्ट गरौँ। जति ढिलो स्टार्ट गर्नुहुनेछ त्यति टाढा तपाई आफ्नो गोलबाट हुनुहुनेछ। त्यसैले आजबाट स्टार्ट गरौँ र आफ्नो ड्रिम जीपीए अचिभ गरौँ। इफ यु फाउन्ड दिस भिडियो हेल्पफुल, hit the like button, subscribe for more SE 2082 strategies and comment below. Thank you.